बुन्डो परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि त हैन ग्लोरियस हिँड्दै छौ माथेर प्रभु के भन्यो छोरी भनेर छु म यस्तो हेलो एभ्रिवान यो चाहिँ मेरो फर्स्ट भ्लग अनि आजको फर्स्ट भ्लग चाहिँ छ हाम्रो फर्पिङमा अनि आज चाहिँ हाम्रो हाइकिङ छ हाम्रो मण्डलीबाट जवानहरूको अनि हामीहरू चाहिँ हिँडिरहेका छौँ अनि हामीहरू चाहिँ गाडीबाट ओर्लेर अहिले चाहिँ हामी टक्क बरेङमा हिँड्दैछौँ अनि हाम्रो यात्राहरूलाई कन्टिन्यू तपाईँहरूले हेरिदिनु होला अगाडि हेर्न सक्नुहुन्छ यस्तो भिरालो छ जङ्गलै जङ्गल छ साथीहरू तल हुनुहुन्छ तपाईँहरूले देख्नुभयो कि भएन होला सबैभन्दा अगाडि छु अनि म सबैभन्दा अगाडि पुग्ने नै छु त्यो तपाईँहरूले अन्त्यसम्म हेर्नु होला अनि देख्नुहुन्छ अहिलेको लागि चाहिँ एकछिन आराम गर्नु होला थाकिसकेँ के बाई ल गाइस हामी चाहिँ झन् माथि माथि पुगिरहेछौँ झन् बाटो यस्तो छ यस्तो पुग्नुहुन्छ यस्तै छ अनि यता चाहिँ पहिरो आएको जस्तो छ पुरै हेर्न सक्नुहुन्छ यहाँ त बाटो त ओहो सिधै छ माथि आन्टी हेलो गरिदिनुहोस् न यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ ठुलो पहिरो गयो जस्तो छ अहिले चाहिँ होइन होला हामी चाहिँ हिँड्दैछौँ दुखिसक्यो मलाई चाहिँ धेरै खुट्टा थाकिसकेँ तर पनि हिँड्दै नै छु यसको लागि होल्ड अन म चाहिँ अहिले सबैभन्दा माथि छु अगाडि बाटो चाहिँ एकदम यस्तो छ हेर्न सक्नुहुन्छ भरिङै भरिङ छ माथिसम्म मान्छेहरू तल्ल तल छ आन्टीहरू यता हुनुहुन्छ बाटो चाहिँ पुरै यस्तो छ मेरो अगाडि चाहिँ कोही पनि छैन म एक्लै छु अनि बाटो चाहिँ वाउ हेर्न सक्नुहुन्छ है पुरै यस्तो भिरालो छ अनि म खुट्टा गलिसकेँ आज चाहिँ ब्लग चाहिँ कन्टिन्यू जानेछ तपाईँहरू माथिसम्म पुगेसम्म हेरिदिनु होला अहिलेको लागि चाहिँ एकछिन आराम गर्नु होला अनि अब चाहिँ हामी सबैजना सँगै जानु भनेर प्लान बनाएका छौँ त्यही भएर म चाहिँ यहाँ पर्खिँदैछु आइसक्नु भएको छ दाईहरू आन्टीहरू दिदीहरू अनि अरूहरू मुनिबाट गीत गाउँदै नाच्दै आउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ त्यही म चाहिँ सबैभन्दा अगाडि छु अगाडि पनि मै पुग्ने छु म चाहिँ सबैभन्दा माथि अगाडि आइपुगेको अझै सबजना आइपुग्नु भएको छ सहना कस्तो लाग्यो हाइकिङ एकदम धेरै राम्रो लागिरहेछ तपाईँहरूलाई पनि आउनु मन छ आउनु सक्नुहुन्छ कुन चाहिँ ठाउँ चाहिँ फर्पिङ मन्जु कस्तो लाग्यो नगर्ने हाइकिङ हार्ड उद्याइनु न भरे डेनमार्कमा गएर फर्किनु मन नलाग्नु सक्छ हाम्रो मन कस्तो लागिरहेछ पनि निम्बु पानीले आउनुपर्छ इजरायल जस्तो मान्छेहरू आयो भने चाहिँ एकदम धेरै राम्रो हुन्छ हो कि इजरायल पानी के गर्छ दाइ लहै गरिदिनु न ल सहना ल हेलो गाइज हामी चाहिँ फेरि पनि म चाहिँ माथि नै छु अरूहरू तल नै हुनुहुन्छ भने कि आज सबिना दिदी पनि हुनुहुन्छ यता सहना चाहिँ हाँसिरहेछ अनि आँटी हुनुहुन्छ बिस्तारै बिस्तारै कसले आन्टी भनेको यता हेरेर यस्तो गर न दुईटा हात अनि यता सहना छ के टोकेर बसिरहेको थाहा छैन मलाई आन्टी ए सुन्नुहोस् न तपाईँ किन यति राम्री हुनु हुँदैछ आज हामी छैन हो हामी राम्रै छौँ त अनि हामीहरू तल हुइसेन्छ तपाईँ पनि खानु न म आज केही नखाने मुडमा छु म जबसम्म फर्पिङ पुगेर
5 बज्दैन म नखाने योजनामा छु नभन्नु त्यही भएर तपाईँहरू मलाई साथ दिनु होला तपाईँहरू मात्र हुनुहुन्छ मेरो सहारा हुने भन्दा ठुलो हुनुहुन्छ अहिले माथि माथेर प्रभु के भन्यो छोरी भनेर अब माथि पुगेर कन्टिन्यू गर्नेछु मलाई यहाँ सबैले एकदम धेरै ट्रोल गर्न लाग्नु भइसक्यो बाई बाई हामी चाहिँ आइपुगिसक्यौँ सबजना आइपुगिसक्नु भयो अनि के भन्छ मेरो खुट्टाभरि चाहिँ यस्तो कुडो टाँसे छ ठिक छ मेमोरी हो कहाँ जानु थाल्नु आन्टी तपाईँ समयलाई बोलाउँछु सबिना दिदी सुसी क्या भन्छ चेक गर्नु होला पुरा उसो होला छेछ यसमा ल ल ल त्यही त भइरहेछ त नि भइरहेछ भागो यौनातिनको 16 भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने तर त्यसले अनन्त जीवन पाओस्। जनम भाइ सम्झेर उहाँले तेरा मार्गहरू सदा चलाइदिनु हुनेछ। आमेन। भागो भागो Wait. Kamu
ए हाम्रो त लास्ट पो रहेछ तल तिम्रो हृदयले तिम्रो जीवनमा आनन्द दिउन् तिम्रो तिमीहरूका कुरा र तिम्रो हृदय कुराहरू पर्खाउन् तल मेरो आगे छ कि बलियो र खुबै साहसी हो लडेर निराश नहो किन तिमी यहाँको 5 को स्वर न्यायसरी लेखिएको छ यसकारण तिमीहरू एक लड्कासँग आफ्नो पास स्वीकार गर तिनीहरू निभाउनलाई एउटा लड्काको निम्ति प्रार्थना गर धार्मिक मानिसको प्रार्थना शक्तिशाली प्रभावशाली हुन्छ प्रश्न भएन मैले सुनेन है मैले सुनेन अब सके यहाँ तिनीहरूको बल फेरि नयाँ हुनेछन् तिनीहरू गडो चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि थाक्ने छैनन् तिनीहरू हिँड्नेछन् तापनि मोर्चा परेछन् She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never